Hey guys, welcome back to my YouTube channel. अनि आज चाहिँ पिकनिक जान लाग्यो अनि मेरो यो फ्लोरल ड्रेस लगाएको छ। यो फुल आउटफिट चाहिँ म अलि एकछिनमा मिलेपछि देखाउँछु किनभने मेरो स्ट्यान्ड पनि अस्ति बाँचियो कि त्यही भएर। सो म चाहिँ रेडी भइसकेँ अनि बिहान बिहान मेकअप गरेको होइन, गर्मी भएर पसिनै आइसक्यो कि हेर्नु न, यस्तो भइसक्यो। तर ठिकै छ, म चाहिँ अपडेट गर्छु ल। अनि मेरो फेस चाहिँ फुलिरहेको छ कि बिकज अफ सम मेड, त्यही भएर के भनौँ। सो त्यही भएर कस्तो मुख चाहिँ कस्तो ठुलो देखिरहेछ कि, द्याट इज फाइन। सो फेरि पनि होइन, मैले चाहिँ यो हेयरको अलिकति चेन्ज गरेको कि कस्तो गर्मी भइरहेछ नि त। सी यस्तो गराएँ, त्यही नै हो। ओके, एन्ड दिस इज माइन। So we are going to Nagarkot for a picnic. Yes, and it's Saturday. Yes. And we will have fun. How do I look, guys? So, guys, I made a bag which is really cute. You can sew them. Okay, wait. Oh my god, that's your bag? And another bag I have. So these are my bag. Okay, you can carry them. And this is my purse. Oh, I made it by myself. Okay, guys, we're now about to go. So guys, we are almost done. And we are wearing slippers. My slipper is like this. My sister's slipper is this. We are so excited. So we are here. Our outfit is here. Sister is here. ल राम्रोसँग देखाउ ल मलाई। ल सी ल यो सी कस्तो के फ्याँकेर छ है यहाँ पुरा बनाउँछ उताबाट के हालेर Okay, she will be my camera person for a day, guys. Now this is our OOT. Hi, sister. Hi. So we are going to Nagarkot. Yeah. हामी तिमीलाई अफिस आएर त्यहाँ अगाडि ल So, Say it louder. what do you have in your bag? Chocolate. Oh my god, are you going to share with me? Yes. Okay, we'll have, okay. We'll have it. Yes. Got me. It's so hot. It's time to turn on the AC. Right, Lara, It's already time. सो गाइस, हामी चाहिँ हाम्रो यो आफ्नो भन्न लाग्थ्यो कि हामी चाहिँ यो पिकनिक स्पटमा आइसक्यौँ नगरकोटको। कम कम होइन, कस्तो लागिरहेछ, कस्तो राम्रो रहेछ। ल 3, 2, 1 ल
हामी चाहिँ हाम्रो सेटअप गरेर बसिसकेको छौँ गाइस दिजुले फेरि नानीको भिडियो बनाइराख्नु भएको छ म चाहिँ आफ्नो कन्टेन्ट सुट गरिरहेको छु रे कस्तो राम्रो रहेछ अब चाहिँ एकछिनमा हावा चल्छ होला हामी आयौँ भनेर खै फोटो हेरौँ सानो हुँदाको कसको क्लिप लगाएर बसेको भर्खर देख्दैछु म यहाँ टाउकोमा खै देखाइदेऊ न हेर्छु कस्तो राम्रो देखेछ नखोल न गाइस हामीहरूले चाहिँ घरबाट बनाएर म चाहिँ 4 बजी बिहान उठेर बनाएर लिएर आएको सबले पत्याइरह्यो होला तर होइन उहाँले बनाउनुभएको अनि के बनाएर लिएर आएको छौँ देखाउँछु है त ल जाउँ हामी ल जाउँ गाइस उ त्यहाँ चाहिँ बसेर राख्नु भएको छ अब हामी जाने ल आउनु आउनु सो फर्स्टमा चाहिँ हामी आँपबाट सुरु गर्दैछौँ गाइस सबैजनाले किन भेटेर ए चिया खान खोजिरहेको थियौँ सुरुमा तर यहाँ चाहिँ चिया पाएन त्यही भएर सुरुमा आँप खाँदैछौँ के भन्नुहुन्छ सिस्टर के भन्नुहुन्छ ल ठिक कुरा टु दी पोइन्ट कुरा गऱ्यो नि त होइन ल एकछिन पछि कन्टिन्यू गर्छु ल यहाँ चाहिँ मेरो दिजुहरू हुनुहुन्छ एकछिन ल ऊ हाम्रो भाइ खानु नि हामी खानको लागि रेडी अभिजित यो खाइसक्यो अनि खान दिन्छु ल चियर्स यसरी खाँदैछौँ मैले पनि खाइराख्नु भएको छ कस्तो फिल भइरहेछ त हजुरलाई गुड ल अब म पनि खान्छु ल गाइजहरू खाएर कन्टिन्यू गरौँला यो ब्लगलाई सो गाइज यु हेभ टु बी रेस्पोन्सिबल म जस्तै यसरी आफूले खाएको फुडहरू चाहिँ कलेक्ट गरेर यसमा हाल्नुपर्छ ल हामीले चाहिँ भर्खरै गाइजहरू होइन खाना खाइसक्यौँ पिकनिक हाम्रो अब अलमोस्ट सकिन लागेको छ तर हेर्नुहोस् हामी अब एकछिन रेस्ट गर्ने ढल्केको सिरानी चाहिँ हाम्रो यो रुखको हुन्छ सिरानी चाहिँ यो रुखको हुन्छ सो गाइस हजुरलाई मेरो सिस्टरको च्यानल मन पर्यो भने प्लिज लाइक शेयर सब्स्क्राइब अनि कमेन्ट गर्नुहोस् आई लभ यु अनि कमेन्ट
गर्ने रे आई लभ जुनु भनेर So we are gonna rest. गाइज अब हामीहरू चाहिँ यहाँबाट निस्किसक्यौँ निस्किँदैछौँ अनि अब कहाँ जान्छौँ हामीलाई थाहा छैन हामी हजुरहरूलाई सँगसँगै लान्छौँ ल हजुर Guys, अब चाहिँ हामीले गरिसक्यौँ अब चाहिँ हामी तर घरको बिचमा जहाँ पनि जान सक्छौँ घुम्सेको थिएँ घुम्सेको हामी त अब फर्किँदैछौँ ल हामी चाहिँ फेरि साली नदी मन्दिरमा आइसक्यौँ गाइजहरू जानु हजुर गर्न टिका पनि लगायौँ बाट यो प्रसाद दिनुभएको थियो कि अनि मैले लगाउनु जस्तो केही थिएन चुरा लगाउनु खोजेको एउटा अटेन त दिदी यो त So हामी चाहिँ एउटा मन्दिरमा बस्यौँ अनि हामीले प्रसाद लियौँ मोटोसँग काट्ला So हामीले each टिका लायौँ मम्मीले पनि दिदीले चाहिँ टिका लगाइसक्नुभयो हरामी छोरी क्या ल अब हामी फेरि फर्किन लागिसक्यौँ गाइजहरू ल देखिसक्यो
are back, guys. So guys, हामी चाहिँ घर आइसक्यौँ. हाम्रो end of the vlog भयो. So bye bye guys.